हिरण्यवर्ण महाविहार, जसलाई क्वाबाहा वा गोल्डन टेम्पल भनेर चिनिन्छ, ललितपुरको एक ऐतिहासिक र पवित्र नेवा बौद्ध विहार हो। यसको नृत्यक्रिया अन्य महाविहारहरूभन्दा निकै फरक र विशिष्ट छ। यहाँको मुख्य पुजारीलाई सानो बाबाचा भनेर चिनिन्छ, जो 12 वर्षभन्दा कम उमेरको बालक जसले मन्दिरका प्रमुख पूजा र विधिहरू सम्पन्न गर्छ। अन्य 2 जना सहयोगीमा एक ठुलो बाबाचा र एक महिला हुन्छन्, जसलाई निकुलिमा भनिन्छ, जो बाबाचा घरको लागि भोजन तयार गर्छिन्। दैनिक नृत्यक्रिया बिहान 4 बजे सुरु हुन्छ। जब ठुलो बाफाचाले बिहानको पूजा तयारी गर्छन् र त्यसपछि 5 बजे सानो बाफाचा मन्दिरमा प्रवेश गरेपछि जल ह्याकेगु सुरु हुन्छ। त्यसपछि सानो बाफाचाले भक्तजनहरूलाई ऐना देखाउँछन् र अन्तमा ठुलो बाफाचाले भक्तहरूलाई पवित्र जल छर्किन्छन्। आठ बजेतिर निकुलीमा भोजनका लागि पूजा सामग्री लिन मन्दिर आउनुहुन्छ र त्यसपछि 9 बजे सानो बाफाचा घन्टी बजाउँदै बाहिर जानुहुन्छ। यो प्रक्रियालाई माझ भनेर चिनिन्छ। फर्किएपछि भगवानलाई भोजन अर्पण गरिन्छ र बाबाचाहरूलाई भोजन ग्रहण गर्न निम्तो दिइन्छ। साँझपख सानो बाफाचा फेरि बाहिर घन्टी बजाउँदै हुनुहुन्छ, जसलाई स भनिन्छ। त्यति बेला निकुलिमाले मन्दिरभरि बत्तीहरू बाल्नुहुन्छ। सानो बाफाचा फर्किएपछि आरती सुरु गरिन्छ। पूजाको अन्त्यमा भगवानलाई वस्त्र अर्पण, मुसारका लागि चामल राखिन्छ र अन्तमा मन्दिर बन्द गरिन्छ। यसै शुद्ध परम्पराको बीचमा म उमेश साक्य 2081 साल पौष 16 देखि माघ 17 सम्मको 1 महिनाको सेवा अवधिमा ठुलो बाबाचा बन्न सौभाग्य पाएँ। यो मेरो लागि दोस्रो पटक थियो। धेरैका लागि त यो अवसर प्राप्त गर्न कठिन हुन्छ, तर मैले 2 पटक बाबाचा बन्न अवसर पाएँ, जुन मेरो लागि गर्वको कुरा हो। सजिलो भने थिएन। बिहान सबेरै उठेर पूजा गर्नु,
कठिन नियमहरू पालना गर्नु अनि परम्परागत जिम्मेवारी बोक्नु। तर ती क्षणहरू एकदमै अर्थपूर्ण थिए। हाम्रो समुदायमा हरेक परिवारलाई जीवनमा एकपटक मन्दिरको सेवा गर्न अवसर मिल्छ। यो पटक मेरो बुबाको पालो थियो र बाफाचाको रूपमा मैले त्यो जिम्मेवारी निभाउने अवसर पाएँ। तर त्यो जिम्मेवारी मैले एक्लैले निभाएको होइन। सानो बाफाचा र निकुलसँग मिलेर हामीले सेवा सफलतापूर्वक सम्पन्न गऱ्यौँ। सानो बाफाचाको न्यानो भक्ति, निकुलमको ममतामयी सेवा, हरेक सानो कुरामा साथ दिने परिवारका सदस्यहरूको माया, मेहनत र हामीले मिलेर निभाएको जिम्मेवारी, यी सबैले त्यो महिना साँच्चीकै अनुपम बनायो। हामी केवल विधि पूरा गर्दै थिएनौँ, हामी परम्परा, संस्कृति र आस्था जिउँदै राख्दै थियौँ। जब अन्तमा मन्दिरको अन्तिम पूजा सम्पन्न भयो, त्यति बेला रोकिरहेका भावनाहरू बग्न थाले। ती क्षणहरू अब सम्झनामा बदलिएका छन्, तर ती अनुभूतिहरू मेरो मनमा सधैँ जीवित रहनेछन्।